Hi everyone, welcome to my new vlog. Let's explore Chandigarh Dhanas Lake together. बाहिरतिर मार्केटतिर चाहिँ यति बेसी गरम छ नि त 41 डिग्रीहरुसम्म पुग्छ हैन तर यहाँनिर चाहिँ नि लेकमा चाहिँ ग्रिनरी भएर चाहिँ यति साह्रो शीतल छ नि त पिसफुल खालको रहेछ यहाँनिर चाहिँ एकदम शीतल भइरहेको छ यहाँनिर चाहिँ पावर प्लान्ट पनि रहेछ लेकको साइडमा धनास लेक चण्डीगढको साइडमा चाहिँ यसो तपाईलाई म त्यो पनि देखाउँदैछु अन्त सोलर प्यानलको त्यहाँ माथि चाहिँ एकदम दामी फुलहरु रहेछ नि त के यहाँ चाहिँ हामी जानु पाउँदैन रहेछ यो डल्लै रिल्सहरुमा आउने खालको फुलहरु त्यो पानीमै हुने फुलहरु रहेछ सो अन्त यहाँनिर अर्को के रहेछ भने चाहिँ जब टक्कै हामी एन्ट्री लिइसक्छ नि तब चाहिँ यहाँनिर वकिङ ट्र्याक यो वरिपरि यहाँ हिँड्ने अन्त मेडिटेसन हट पनि रहेछ अन्त यहाँनिर सोलर प्यानलको डिरेक्सन तपाईलाई देखाइदिएको रहेछ अन्त यहाँनिर पनि वकिङ ट्र्याक हैन यहाँनिर चाहिँ छ मेन लेक यहाँनिर सोलर प्यानलको अगाडि चाहिँ डक मजाले स्विम गरिरहेको छ गर्दाखेरि चाहिँ यो त्यसरी देख्छ यहाँ बीचमा सोलर प्लान्टहरु भयो त्यसको उतापट्टि लेक अन्त वरिपरि रोड छ हामी पर जाँदै गरेको यहाँदेखि अलिकति अगाडि यहाँनिर मजाले एक्सप्लोर गर्दैछौँ हामी एक दुईवटा फोटोहरू खिच्यौँ मजाले यहाँको सराउन्डिङ सबै घुमिसक्यौँ हामी हो अब एप्रोक्स हामी सबै घुमिसक्यौँ अब यहाँदेखि चाहिँ हामी बिस्तारै घुम्दै निस्किने फर्किनु आँटेको साथीहरू अन्त यहाँनिर चाहिँ इभिनिङ टाइममा चाहिँ यति बेसी वक गर्नेहरू आउनु हुँदो रहेछ नि त त्यो भएर अन्त यो फुल चाहिँ मलाई यहाँ बहिनीले दिनुभएको सानो बहिनी पन्जाबी बहिनीले दिनुभएको अन्त बहिनीले चाहिँ दिदी अब सुन्दर लग रही हो भनेर चाहिँ नि मलाई यो फुल दिनुभयो नि त होइन अन्त यो फुल चाहिँ मैले राखिरहेको छु मैसँग अब चाहिँ यहाँदेखि हामी गएको बहिनीले दिएको फुल म टक्कै यहाँ लाउँछु अन्त तपाईँहरू हेर्नु सक्नुहुन्छ बिहाइन्ड मी कति बेसी क्राउड छ इभिनिङ टाइममा चाहिँ एकदमै बेसी वक गर्नेहरू आउनुहुँदो रहेछ नि त त्यो भएर एल्डर्सहरू मोस्टली चाहिँ एल्डर्सहरू आउनुहुँदो रहेछ वकको लागि चाहिँ सो अब चाहिँ हामी यहाँबाट फर्केको साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ बाई बाई एभ्रिवान टेक केयर